नमस्ते साथीहरू, आज रानी महलमा आइसकेका छौँ। यो प्रेमको प्रतीक भनेर चिनिने रानी महल, जसलाई नेपालको ताजमहल भनेर पनि चिनिन्छ। त्यसैले खड्का शमशेरले आफ्नो प्रेमिका बितिसकेपछि उनको सम्झनामा बनाएको यो प्रेम प्रतीक रानी महललाई आज भिजिट गर्नेछौँ। कति थियो होला प्रेम भन्ने त त्यो मैले म भित्रभित्रै महसुस गर्न पाएको छु, किनभने जसको भौतिक शरीर नहुँदा पनि आत्मादेखि लिएर अब यो बनाएको देख्न पाउँदा एकदम खुसी लाग्छ। लेट्स गो साथीहरु। महलको भित्र कोठामा प्रवेश गरेपछि दाहिनेतर्फ खड्का शमशेर र तेजकुमारीको ठुलो तस्बिर रहेको छ। एक तलामाथि दाहिने तर्फमा संग्रहालयमा आकर्षक विभिन्न भगवानको मूर्ति रहेका छन्। यता देख्यो चाहिँ एउटा ऐतिहासिक नेपालको एउटा पर्यटकीय क्षेत्र पनि हो, जसले धेरै पर्यटकहरूलाई यहाँ लिने गरिरहेको छ। किनभने एउटा प्रेमको प्रतीक कस्तो हुन्छ भन्ने त्यो भाग्यलमा बनाएको यो एउटा संरचनाले संसारलाई के नमुना दिन सक्छ भने प्रेम चाहिँ जहिले पनि जिउँदो हुन्छ है। आफ्नो प्रेमिका सधैँ मरेर गए पनि आफ्नो प्रेमिकाको लागि एउटा भौतिक शरीर होइन, मनको आत्मादेखि माया गरिन्छ भने जीवनभर बचाउन सकिन्छ भन्ने एउटा नमुना हो। यस संसारभरि फैलाउनका लागि स्थानीय सरकार र संघीय सरकार सबैले यसलाई संरक्षण गर्न पर्ने आवश्यक देखिन्छ। अहिले धेरै संरचनाहरू यसमा निर्माण गर्नुपर्ने जस्तो देखिन्छ र यसको फेरि पनि हामी यता अन्त गएर फेरि यसको भिडियोहरू हामीले तपाईँ समक्ष देखाउने छौँ। मलाई चाहिँ यो रानी महल भन्दा पनि यो रानी महल यो छेउमा रहेको यो कालीगण्डकी नदी चाहिँ मलाई एकदम राम्रो लाग्यो के साथीहरू।